गाइड होइन उहाँ चाहिँ हाम्रो मामा, हाम्रो आमालाई चाहिँ मामाले धरम बहिनी मान्नु भएको होइन। बेला बेलामा भान्जा बहिनी नाति नुतिना के छन् कस्तो छन् भनेर हरिखबरी विशेष आउनुहुन्छ उहाँ चाहिँ। र त्यही सन्दर्भमा यसो घुम्दै फिर्दै गर्दा आज हामी भएको मौकामा पनि मामा भेटिनु भयो। र मामासँग मेरो यो दोस्रो भेट हो। पहिलो भेटमा यस्तो खासै बसोबास भएन। यो फलाना बहिनीको छोरी हो र यिनी चाहिँ हाम्रो आमाले धर्ममा माने हुन् भन्ने भन्दा बाँकी केही परिचय थिएन। अहिले केही परिचय हुन्छ। मामाजीलाई हामी चाहिँ अब केही परिचयमा चाहिँ अब कुराकानी गर्न गइरहेका छौँ। मामाजी देखिनु भएको छ हजुर? त्यहाँ देखिया छौ बराबर। मामाजी मुख मिठो गर नि त नि। मामाजी अनि हजुर दिएको मामाजी त कहाँ कताबाट मामाजी यहाँसम्म आइपुग्नु भयो? यो गाउँसम्म तपाईँ त नयाँ बस्ती? म त नयाँ बस्ती अब 2078 सालमा 75 सालमा आएको हुँ। यहाँ फेरि 75, 76, 77 मा बसेँ। आफ्नो नाउँमा चाहिँ कहाँबाट आउनु भएको? असमबाट, असम रामरसुन गाउँपालिकाबाट। तपाईँ त्यो गाउँपालिकाबाट र त्यो गाउँ छिमेकबाट एक्लै आउनु भएको थियो कि? नै सबै पैदल ल्याएर आयो। नै मतलब त्यो गाउँबाट एकै परिवार मात्र झर्नु भयो कि अरू परिवार पनि भयो? गाउँमा कोही छैन, मेरो सबै आइया 4 छोरा हुन्। अहिले यहाँ हजुरको दाजुभाइ को हुनुहुन्छ? एक्लै बस्नु भएको छ कि? एक्लै छौँ, रतिपुरा छन्, झिल्का छन्, परिवार मेरा। यहाँ म एउटै छौँ। अनि कहाँ पहाडतिरको समाजमा र मधेसको समाजमा क्या फरक पायो त? मधेसमा हाम्रो समाज चाहिँ यहाँ ठिकै छ। विभिन्न जात जाति, विभिन्न भाषा, विभिन्न धर्म। विशेष गरी यो पहाडमा चाहिँ एकै जात, जहाँ यहाँ पनि एकै जात होइन। उहाँ छन् विश्वकर्मा हुन्न, परिवार हुन्न, भाषा एकै, भाषा एक, क्षेत्री हुन्न। क्षेत्रीको गाउँ आयो, पनि भाषा एकै। नै क्षेत्रीको गाउँ आयो, क्षेत्रीकै गाउँ त्यहाँ अरू छैन। क्षेत्रीको गाउँमा बाहुनको गाउँ आयो बाहुन छ, बाहुन छ, कामीको गाउँ आयो कामी छ, ढोलीको गाउँ आयो ढोली छ, बादीको गाउँ आयो बादी छ। मतलब त्यो आफ्नो आफ्नो दाजुभाइ मात्रै एक गाउँ बनाएर बसेका छन्। यहाँ चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकाली 14 अञ्चल 77 जिल्लाबाट होइन, भाषा पनि अलग अलग छ, भाषा पनि अलग छ। यहाँ अलग अलग भाषा छ। म त बुझ्दिनँ, चौधरीले के भनेपछि गाली दियो उठ्छु। होइन त्यसो चाहिँ कोही कसैलाई गाली गाली दिँदैन न। समाज त्यस्तो छैन, गाली दिने टाइपको समाज छैन। अरू धेरै राम्रो, तराई जति राम्रो के बुझ्यो? तराई भनेको स्वर्ग हो हजुर, पहाड भनेको नर्क हो। अनि पहाड तपाईँले कोही कोही मान्छे भन्छन् पहाड त अलि हट्न खानाका दुःख हुन्, नत्र हावापानीका हिसाबमा त पहाड स्वर्ग नै हो भन्छ। नहीं, हावापानीको हात त स्वर्गै हो, साँच्चै हो त्यो त। अरू दुःख भयो भने त मान्छेलाई तराईमा चाहिँ नि चौगोडे नभए पहाडमा दोगोडे नभए भन्ने चाहिँ नि छ कहानीमा। पहाडमा यहाँ तराईमा चौगोडेलाई धोका, गाडीको यताउति, दुई बेलालाई सु। पहाड दुई बेला सु, उकालो हान्न, ओह्रालो हान्न, भारी बोक्नु, घाँस काट्नु, भैँसी उ गर्नु, खेतीपाती गर्नु। यहाँ अब आयो नत्र पहिले बल्लो काम हुन्थ्यो। अब त मिसिन आइसक्यो तराईमा, धान काट्ने मिसिनबाट, सब मिसिनबाट मान्छे धेरै आराम छ यहाँ तराईमा। पहाडमा धेरै दुःख छ। आफूले हातले काट्नु पर्दा आफूले खेत काट्नु पर्यो। 4 बजी राति उठ्छन्, चाहिँ दिउँसो पनि बस्दैन, रात पनि बस्दैन, काम नगरे पेट पनि छैन। पहाडमा अहिले झोकाइ हो मान्छेलाई। अनि पहाडमा गर्मी ठन्डी कस्तो लाग्यो? जल्दी ठन्डी त पहाड जति राम्रो काहीँ अनि छैन। पहाडमा जातीय छुवाछुत कतिको देख्नु भयो त? अहिले त जातीय छुवाछुत हो पछिल्लो यो टाइममा त। अहिले अनि यहाँ तराईमा मेरो गाउँमा त जातीय छुवाछुत पहिला त धेरै हो। त्यो डाँडाभरि आउनु पाइँदैन भन्ने थियो, अहिले त केही छैन। अहिले त सबले चलाइसक्यो, छिपडी गोठ पनि उठ्थे। अहिले चाहिँ जातीय भेदभाव पनि केही छैन। हामी गइकन उनका घर खाने, उनका घर गइकन हाम्रो घर खाने, त्यो चाहिँ नि केही छैन पहाड। अब हजुरले खानुभयो अहिलेसम्म के तकलिफ भयो? केही भएन। त्यो एउटा खालि एउटा कहावत त त्यो बनायो बनायो हो त्यो। भन्छ नि जात दुईटा मात्रै छन्, एक महिला एक पुरुष। बस संसारमा जात दुईटा हुन् बाबु, हामी एकै हो। तुम काटेर रक्तै, म काटेर रक्तै होइन। यो छुट्यो भने बेलीको बेली